ल गाइजहरू आज हामी पुटिङ तान्दैछ है डबल पुटिङ हाम्रो प्रकाश भाइले तान्दैछ डेम्की ड्याम पारेर ल हेर्नु है पुटिङ यसरी तान्नुपर्छ गाइजहरू नेपालको काम ल ऊ प्रकाश भाइ डबल हान्दैछ पुटिङ यसरी हान्नुपर्छ डबल हेर्नु त पुटिङ हान्ने तरिका पुटिङ यसरी हान्नुपर्छ पाता यसरी चलाउनुपर्छ प्रकाश भाइले डेम्की ड्याम हानिरहेछ पुटिङ ल भिडियो लास्टसम्म हेर्नु होला होइन भिडियो कस्तो लाग्छ पत्रिका दिनु होला है पुटिङ सिक्ने मान्छेले यसरी सिक्नुपर्छ हेर्नु पाता यसरी चलाउनुपर्छ यो चाहिँ आज हामीले गरेको काम यो चाहिँ हल है यो हामीले गरेको काम हो मन्दिरको काम हो मन्दिरको मुनिको फ्ल्याट हो ड्रममा यसरी चढेर यसरी हान्नुपर्छ पुटिङ सम्पर्क गर्नु होला है कसैको घरमा पुटिङ लाउनु पर्ने छ भने है सम्पर्क गर्नु होला ऊ यहाँ पेप्सी राखेको छ पेप्सी खाँदै हान्दै होइन केटाहरूको मोज छ ऊ पेप्सी खायो पेप्सी के हो मोनोरेजन पेप्सी पनि होइन यो के हो यो पेप्सी रहेछ ल पेप्सी खाँदै यता खालि मोनोरेजन रिफ्रेसिङ टेस्ट लेखिरहेको रहेछ कि मोरफिज पेप्सी खाँदै पुटिङ हान्नुको मजा अर्कै हुन्छ है यो त विदेशी सिस्टम जस्तै भइसक्यो होइन होइन त भाइ पुटिङ यसरी हान्नुपर्छ यो हामीले कुन कम्पनीको प्रकाश क्यानपीको है यो पुटिङ क्यानपीको तर मेसिनले घोल्यो भने एकदम राम्रो हुन्छ हातले घोल्यो भने अलिकति त्यति राम्रो आउँदैन एसियन र बजारको सबैभन्दा राम्रो पुटिङ भनेको एसियन र बजारको किनभने एकदम पाल साल छोप्छ राम्रो हुन्छ यो चाहिँ अलि एसियन उयो उसको हान्नलाई अलिक गाह्रो मेरोले फ्याट हुन्छ राम्रोसँग घोल्दैन गिर्खाहरू धेरै आउँछ होइन भाइ एसियन र बज्रको पुटिङ चलाउँदा एकदम सबैभन्दा जेकेको पुटिङ राम्रो सबैभन्दा जेके पुटिङको तर घरको लागि सबैभन्दा एसियन र बज्रको राम्रो बज्रभन्दा अझ एसियन राम्रो किनभने एकदम बलियो पनि हुन्छ टिका पनि हुन्छ यिनीहरू चाहिँ फ्यास आउने अलि उयो हुँदैन पानीले अलिकति गर्दा पनि फ्यास आइहाल्छ एसियन र बज्रको त यदि खासै उयो हुँदैन पानीले असर पर्दैन यो चाहिँ एकदम बलियो हाम्रो ब्लगलाई राम्रोसँग हेर्नु होला हाम्रो रोकाया फ्यामिली ब्लगमा आउँदैछ यो भिडियो यस्तै भिडियोहरू धेरै आउँदैछ सबैजनाले लाइक सेयर सब्सक्राइब र कमेन्ट गरिदिनु होला र कसैको काम छ भने यसो कमेन्ट गर्नु होला है हाम्रो ग्रुप छ ग्रुप आएर काम गरिदिन्छ है हाम्रो रोकाया फ्यामिली युट्युब च्यानलमा सब्सक्राइब गर्नु होला यो चाहिँ पुटिङ हानेको भिडियो अपलोड भएको छ ब्लग है पानी यसरी हाल्नुपर्छ हेर्नुहोस् तपाईँ पुटिङ हाल्दाखेरि पानी यसरी लाउनुपर्छ चिप्लो हुनलाई कुना काप्छ भोलि पर्सि खाक्सी लाउनलाई एकदम राम्रो हुन्छ यो है कति घन्टा भ्याउँछ यो 1 घन्टामा ल यो 5000 स्क्वायरको हल हो यो 5000 स्क्वायरको हल हामी त्यहाँ गर्दैछ ल यसरी कोटार्नुपर्छ ताताले यसरी हेर्नुहोस् हेर्दा सजिलो छ तर गाह्रो छ हात दुख्छ पाता हात काटिन्छ मुखमा धुलो पर्छ हेर्दा सजिलो छ चिप्लाउन गाह्रो छ भोलि पर्सि रफ देखिन्छ कलर हान्दाखेरि खाक्सी लगाएर राम्रो भएन भने गाह्रो हुन्छ खाक्सी पनि मेसिनले हान्यो भने एकदम सबैभन्दा राम्रो हुन्छ उपयुक्त
यस्तै भिडियो हेर्नलाई सबैजनाले है लाइक सेयर सब्सक्राइब गरिदिनु होला। फेरि यो भिडियोहरू यस्तै थुप्रै भिडियो आउँछ तपाईँहरूलाई जानकारीमूलक भिडियोहरू, ब्लग भिडियोहरू हामी बनाउँदैछ। कलर सम्बन्धी हरेक कुराहरू तपाईँहरूसम्म चाहिँ आउँछ। कलर सम्बन्धी मात्रै आउँछ है, अब यो अन्यथा आउँदैन। अरू कुनै ट्राभलको विषय आउँछ, अब ब्लग आउँछ र कलर कसरी लाउने, के गर्ने भन्ने हिसाबले, फिटिङ कसरी लाउने त्यो हिसाबले भिडियो आउँछ। सबैले हेर्नु होला। नयाँ मान्छेहरूले, सिक्ने मान्छेहरूले, विदेश गएर काम गर्नेहरूले पनि, यसो सिक्नेहरूले पनि यसरी सिक्यो भने हेल्परमा काम गर्नु पर्दैन। मिस्त्री एकैचोटि हिँड्छ होइन। पहिले नयाँ घर बनाउने मान्छेलाई यसो भोलि पर्सि यसो काम लाउँदा पनि थाहा हुन्छ होइन, फिटिङ यसरी लाउनुपर्छ, यसरी लाउनुपर्छ भनेर। तपाईँहरू यो जानकारीमूलक भिडियो हो। तपाईँले सम्पर्क गर्नुभयो भने हाम्रो तल डिस्क्रिप्सनमा नम्बर लेखिएको छ, त्यसमा सम्पर्क गर्नुहुन्छ, च्याट गर्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ। केही कुरा सम्पर्कको लागि, कन्ट्याक्टको लागि, केही काम छ भने सिक्नु परेमा यसो गर्नु है। कोही विदेश जाने सिक्ने मान्छेहरू हुन्छ, त्यो सिक्नेलाई यसो हामीले सिकाइदिन्छ। हेल्परको पनि जरुरत छ हाम्रो काम गर्ने होइन भाइ। मान्छे कामदार चाहिएको छ होइन भाइ? मान्छे चाहिएको छ होइन, हेल्पर खाँची दल्ने है। कोहीसँग पनि सम्पर्क गर्नु है, काम गर्ने मान्छे। हेल्पर चाहियो है, मिस्त्री त अब अहिले गाह्रो छ, हेल्परलाई चाहियो। काम सिक्ने इच्छुक मान्छे पुगेको छैन यहाँ। तलब पनि राम्रो रहेको छ हेल्परलाई। यस्तै छ जिन्दगी। निन्द्रा लाग्यो क्या हो? छैन। धेरै बोल्नु हुँदैन, तिमी हान्दै गर न।
ठ्याक्कै 11 मिनटको बनाएपछि राम्रो हुन्छ। ए अब 1 मिनट छ। ल